त्यस्तो रातिको बेला यस्तो जङ्गलको बाटो हुन्छ नि हिरन रहेछ नि हिरन हो हुन त अब साथी हो यहाँको भ्यू चाहिँ यस्तो बवाल कि आमा कस्तो लाग्यो है तिमीलाई राम्रो प्रयास हामी दुईजना चाहिँ कहाँ गएर छौँ भन्दाखेरि उयो माथि छ डाँडामा अनि अँध्यारोको टाइम हो राति हेर्नु सक्नुहुन्छ उता कति राति छ अनि म र साथी अनि बाइकमा गएर छौँ ल समाडै जङ्गल कस्तो घना जङ्गल है कतिमा एकमा चढिरहेको दुईमा एकमै हो चलिरहेको त रातितिर बाघहरूको अब यताउति पानीहरू पनि डर हुन्छ आमा अगाडि हेर नि बाटो साथी बाटो कस्तो डर लाग्दो छ तर पनि हामी सर्भाइभ गर्न हिँड्दैछौँ होइन अहिले अलिकति माथि यो काठमाडौँ जाने बाटो हो कि कुन बाटो कुन ठाउँ भन्छ नि यसलाई होइन होइन यो अर्कै ठाउँ हो यो चाहिँ अर्कै ठाउँ भनिन्छ यो चाहिँ तलको भ्यू देखाउन आएको तपाईँहरूले म तपाईँहरू हेरेर छक्क पर्नुहुन्छ कि है अहिले चाहिँ हामीले यो अलिकति नास्ताको लागि लगभग 1 घन्टा भयो हामीलाई आएको लास्ट माथि यो कुन ठाउँ तपाईँहरू कमेन्टमा भन्नु ल त्यहाँ उयो पनि छ एउटा गाई अनि यहाँबाट भ्यू चाहिँ यस्तो बबाल आउँदो रहेछ नि यो हल्का क्यामेरा चाहिँ नदेखेको रुखले भएर तपाईँलाई पारिबाट देखाउँछु म ल साथी हामी चाहिँ यो ठाउँको नाम चाहिँ मकरानचुली होइन मकरानचुली भन्ने रहेछ चाहिँ हाम्रो बाइक यहीँ छ है ओ पारि यस्तो बवाल भ्यू आइरहेछ नि ल साथी हो अहिले चाहिँ हामीलाई लास्टै गाह्रो भयो है उसलाई पनि पसिनाले है यो बाइक चाहिँ ठेल्दै ठेल्दै के भएछ भन्दाखेरि पेट्रोल सिद्धेछ कि पुरै यहाँबाट पेट्रोल सिद्धेछ खै के भएको आफै सिद्धेछ हल्का हामीले राखेको थियौँ एकछिन हिरन थियो बाटोमा हिरन खिच्दै खिच्दै स्पेस पनि भरेछ पेट्रोल सिद्धेछ अहिले बाबाहरू आउनुहुन्छ पेट्रोल लिएर ल आजको भ्लगमा यति अब भेटौँ अर्को सर्ट भ्लगमा बाबा है